नमस्ते या नमस्कार साथीहरु। आज हजुरहरुलाई सिकाउने छु म एआई फोटो कसरी बनाउने अनि एआई फोटोको स्क्रिप्ट कसरी लेख्ने सब सिकाउने छु हैन। एआई फोटो बनाउनको लागि सिम्पल छ के। सबैभन्दा पहिला हजुरहरुले च्याट जीपीटी चलाउन सिक्नुपर्छ हैन। च्याट जीपीटीमा जे सोध्नु भयो त्यो लेखेर दिन्छ के। जे लेख्नुहुन्छ हैन, नेपालको समाचार जे लेख्नुहुन्छ, जस्तो खालको सायरी लेख्नुहुन्छ हैन त्यस्तै लेखेर दिन्छ के। च्याट जीपीटीमा लेख्नुपर्छ हैन। एआई फोटो जनरेट गर्नको लागि जस्तो किसिमको फोटो जनरेट गर्नुहुन्छ त्यस्तै किसिमको फोटो अनुसार लेख्नुपर्छ के। जस्तै नेपाली ल्याङ्ग्वेजमा लेख्यो भने चाहिँ त्यसलाई अटोमेटिक इंग्लिश पनि बनाउन सकिन्छ के। अब हजुरहरुले नेपालीमा लेख्नुस् हैन, लेखिसकेपछि त्यसलाई सेम इंग्लिश गर्नुस् भनेर लेख्नुस् हैन। त्यसले जस्तो भन्यो त्यस्तै गर्छ के। अनि त्यहाँबाट त्यो स्क्रिप्ट उठाएर फेसबुकमा जाने, फेसबुकमा मिठा एआई भन्ने ठाउँमा सर्च गरेपछि अनि त्यस्तै किसिमको फोटो भिडियो सबतिर जनरेट गर्छ के। अनि हजुरहरुले पनि मेरो जस्तै फोटोहरु जनरेट गर्न सिक्नुहुनेछ। भिडियो मन परेमा लाइक कमेन्ट शेयर गरेर साथ दिनु होला है।